ब्रान्डहरूले 0% इएमआई भनेर बेचेको फोन महँगो नै भए पनि किन सस्तो जस्तो लाग्छ त? एकचोटि सोच्नुहोस् त, तपाईँ एउटा मोबाइल पसलमा जानुभयो अनि 1 लाखको फोन हेर्नुभयो, प्राइस सुन्दाखेरि अलिकति महँगो लाग्यो, त्यतिकैमा पसलेले भन्छ क्यास किन तिर्नु पर्यो त, महिनामा मात्र 8,000 रुपियाँ त हो। अनि अचम्मको कुरा, अब तपाईँलाई 1 लाख पनि एकदमै अफोर्डेबल भयो जस्तो लाग्छ। हो, यही हो इएमआईको सबैभन्दा ठुलो झोल र यही झोलमा धेरै नेपालीहरू ट्र्यापमा परिरहेको छन्। आजको भिडियोमा म तपाईँलाई स्मार्टफोनको इएमआईको रियालिटी देखाउँदैछु, जुन एडभर्टिजमेन्टहरूमा कहिले देखाइँदैन। र यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँले इएमआईमा फोन किन्दाखेरि एकचोटि होइन 10 चोटि सोच्नुहुनेछ। सबैभन्दा पहिला इएमआई भनेको के हो त, त्यो बुझौँ है त। इएमआईको फुल फर्म इक्वेटेड मन्थली इन्स्टलमेन्ट हो। धेरैले इजी मन्थली इन्स्टलमेन्ट पनि भन्छन् अनि नाम सुन्दाखेरि अलिकति ठुलो जस्तो सुनिन्छ, तर कन्सेप्ट एकदमै सिम्पल छ। मानौँ तपाईँ 1 लाखको फोन किन्दै हुनुहुन्छ, तर एकैचोटि क्यास तिर्नलाई गाह्रो पर्यो। अब यस्तो अवस्थामा तपाईँ र पसले बिचमा एउटा फाइनेन्स कम्पनी आइपुग्छ, जसले तपाईँको फोनको पैसामा आफ्नो ब्याज जोडेर पसलेलाई तिर्दिन्छ। अनि तपाईँले चाहिँ महिनामा सानो सानो किस्ता गरेर फाइनेन्स कम्पनीलाई तिर्नुपर्ने हुन्छ। अब एकैचोटि 1 लाख रुपियाँ तिर्नु पर्दैन। तर असली खेल यहीँबाट सुरु हुन्छ। सबैभन्दा फेमस मार्केटिङ वर्ड 0% इएमआई। एडहरूमा तपाईँहरूले यो वर्ड धेरैचोटि सुन्नुभएको वा देख्नुभएको होला। नो इन्ट्रेस्ट, 0% इएमआई, इजी इन्स्टलमेन्ट सुन्न कति राम्रो लाग्छ, तर एकचोटि सोच्नुहोस् त, कुनै ब्याङ्कले बिना ब्याज पैसा दिन्छ? वा भनौँ कुनै फाइनेन्स कम्पनीले फ्रीमा सर्भिस दिन्छ? दिँदैन नि, होइन? त्यसो भए यो ब्याज कहाँबाट जान्छ त? यही कुरा धेरै मान्छेहरूले याद गर्दैनन्। सबैजना थोरै मन्थली इन्स्टलमेन्ट मात्र देख्छन्, तर टोटल प्राइस याद नै गर्दैनन्। रियालिटी के हो भने आजकल लगभग सबै ब्रान्डहरूले इएमआई अप्सन दिन्छन्। अनि याद गर्नुभयो भने इएमआई अप्सन एभाइलेबल भएको फोनहरूको रेट झन्डै 10 देखि 15% धेरै हुन्छ। हो, यही बढेको पैसा नै इन्ट्रेस्ट हो, जुन फाइनेन्स कम्पनीलाई जान्छ अनि फोनको टोटल प्राइसमा नै एड हुन्छ। अनि इएमआईको फाइनल इन्स्टलमेन्ट तिर्ने बेलामा पनि सर्भिस चार्ज भनेर इएमआई अमाउन्टमै कम्पनी हेरेर 500 देखि 1000 रुपियाँ एक्स्ट्रा पैसा तिर्नुपर्ने हुन्छ। अब यो हेर्दाखेरि चाहिँ थोरै जस्तो लाग्छ, तर धेरैजनाले तिर्दाखेरि यो अमाउन्ट सानो चाहिँ हुँदैन। सो ओभरअलमा 0% इएमआई भने पनि रियलमा चाहिँ कन्ज्युमरले ब्याजदेखि सर्भिस चार्ज सबै तिर्नु परिरहेको हुन्छ। अब यो इएमआईको ब्याज पनि जोडेर महँगो भएको फोनको प्राइस नर्मल कन्ज्युमर जसले चाहिँ क्यास नै तिरेर किन्छ उसलाई पनि सेम नै रेट लागिरहेको हुन्छ, किनभने ब्रान्डहरूले इएमआईको लागि छुट्टै एमआरपी अनि क्यासमा किन्नेको लागि छुट्टै एमआरपी सेट गर्दैन। अब प्राइस महँगो भए पनि क्यासमा किन्नेहरूले चाहिँ डिस्काउन्ट पाउँछ नि जस्तो लाग्न सक्छ, तर क्यास डिस्काउन्ट आजकल एकदमै कम पाइन्छ। ब्रान्डहरूले यसमा अर्को पनि एउटा मार्केटिङ ट्रिक लगाउँछन्, जस्तो कि फोन किन्दाखेरि यति पर्ने स्मार्ट वाच फ्री, यो इयरबड्स फ्री भनेर मार्केटिङ गर्छन्, जुन कन्ज्युमरलाई भन्दा पनि धेरै ब्रान्डहरूलाई नै फाइदा हुने डिल हो। सो ओभरअलमा इएमआईले फोनहरूको रेट नै महँगो बनाइरहेको छ। अब इएमआईको सबैभन्दा हिडन रियालिटीतिर जाउँ। इएमआईमा फोन त किन्नुभयो, तर के साँच्चै त्यो फोन तपाईँको हुन्छ त? सुन्दा अचम्म लाग्न सक्छ नि, तर जबसम्म तपाईँले लास्ट किस्ता क्लियर गर्नुहुन्न त्यो बेलासम्म त्यो फोन तपाईँको हुँदैन। किनभने इएमआईमा आउने सबै फोनहरूमा ब्रान्डहरूले डिभाइस म्यानेजमेन्ट सिस्टम अथवा डिएमएस इन्स्टल गरेका हुन्छन्। अनि स्यामसङले चाहिँ आफ्नै नक्स सेक्युरिटी युज गर्छ, तर अरू ब्रान्डहरूले चाहिँ थर्ड पार्टी सफ्टवेयर हालेका हुन्छन्। यसको काम भनेको चाहिँ तपाईँको पेमेन्ट रेगुलर छ कि छैन ट्र्याक गर्ने हो। यदि तपाईँले टाइममा पैसा तिर्नु भएन भने यो सिस्टमले तपाईँको फोनलाई सिधै ब्रेक गरिदिन्छ। भन्नुको मतलब फोन चाहिँ अन हुन्छ तर चलाउन मिल्दैन। अब तपाईँले इएमआई क्लियर गरेपछि मात्र फोन चलाउन मिल्ने हुन्छ। र अब सबैभन्दा सिरियस कुरा, तपाईँसँग फोनको फुल एक्सेस नै हुँदैन। यो डिएमएसले ब्याकग्राउन्डमा तपाईँको एक्टिभिटिजलाई सबै ट्र्याक गरिरहेको हुन्छ, जसले गर्दा तपाईँको प्राइभेसी र डाटा कुनै थर्ड पार्टी कम्पनीको हातमा पुगिरहेको पनि हुनसक्छ। त्यसैले इएमआईमा फोन लिँदाखेरि सेक्युरिटी र डाटा रिस्कलाई पनि ध्यानमा राख्न एकदमै जरुरी छ। अब यो त भयो डिभाइसको कुरा। अब फाइनेन्सियल कुरा गरौँ। नेपालमा धेरै नन क्रेडिट इएमआई प्लानहरूमा ग्यारेन्टर चाहिन्छ, मतलब जमानी। धेरैजनाले सोच्नुहुन्छ जमानी बस्दैमा के नै फरक पर्छ एउटा साइनले, तर जमानी बस्दाखेरि धेरै कुराहरू हुनसक्छ। भोलि फोन लिनेले इएमआई तिर्न बन्द गर्यो भने फाइनेन्स कम्पनीले फोन लिनेलाई मात्र होइन जमानी बस्नेलाई पनि कन्ट्याक्ट गर्न सक्छ, सँगसँगै दुवैजनाको ब्याङ्किङ ब्ल्याकलिस्टमा राख्न सक्छ। सो यसले तपाईँ जमानी बस्नेको पनि ब्याङ्किङ ब्ल्याकलिस्टमा पार्न सक्छ।
तर यो सबैभन्दा डेन्जरस ट्र्याप चाहिँ पेपर वा फोनभित्र हुँदैन, यो हाम्रो माइन्डभित्र पनि हुन्छ। एकचोटि इमेजिन गर्नुहोस् त, 1 लाख रुपियाँ एकैचोटि तिर्नलाई चाहिँ महँगो लाग्छ, तर महिनाको 8,000 मात्र भन्दाखेरि चाहिँ सस्तो लाग्छ नि। त्यसमा प्राइस चेन्ज भएको हुँदैन, हाम्रो फिलिङ्स मात्र चेन्ज भएको हुन्छ। अनि यही हो इएमआईको साइकोलोजिकल ट्र्याप। हामी टोटल प्राइस हेर्नै छोडिदिन्छौँ, मन्थली पेमेन्ट मात्र हेर्न थाल्छौँ। पहिला 30,000 को बजेट थियो भने अब इएमआईको भरमा 1 लाखको फोनहरू हेर्न थाल्छौँ हामी। फोनको प्राइस घटेको हुँदैन, डिसिजन चेन्ज भएको मात्र हो र धेरैजना यही कुरामा फसिन्छ। अब सबैभन्दा इम्पोर्टेन्ट क्वेसन, इएमआई के साँच्चीकै नराम्रो हो त? होइन, इएमआई एउटा टुल्स मात्र हो। यसलाई कहाँनेरि र कसरी युज गर्ने भन्ने कुराले चाहिँ इएमआईलाई राम्रो वा नराम्रो बनाउँछ। मानौ एउटा स्टुडेन्टलाई ल्यापटप चाहिएको छ, प्रोग्रामिङ सिक्न, भिडियो एडिटिङ सिक्न, डिजाइन सिक्न। अब क्यासमा किन्न सकिँदैन भने यस्तो सिचुएसनमा इएमआई एकदमै राम्रो अप्सन बन्छ, किनभने ल्यापटपले स्किल बिल्ड गर्न हेल्प गर्छ, इन्कम जेनेरेट गर्न हेल्प गर्छ, करियर बनाउन हेल्प गर्छ। अब यहाँनेरि चाहिँ इएमआई एकदमै भ्यालुएबल छ। तर फोनको केसमा अलिकति फरक छ। जस्तो तपाईँसँग 30,000 को बजेट छ, तर तपाईँको नजिकका मान्छेहरू वा सोसल मिडियामा प्रिमियम फोन बोकिरहेको देख्दाखेरि आफूलाई पनि बोक्न मन लाग्यो। अनि कुनै पसलमा जानुभयो, सेल्सम्यानले भन्छ इएमआईमा लिनु न त, एकैछिनमा तपाईँको 30,000 को बजेट 1 लाख को फोनसम्म पुग्छ। हो, यही हो इल्युजन। फोनको प्राइस घटेको हुँदैन, तपाईँको अफोर्ड गर्न सक्छु भन्ने फिलिङ्स मात्र बढेको हुन्छ। त्यसैले निड र वान्टको डिफ्रेन्स बुझ्न एकदमै इम्पोर्टेन्ट हुन्छ। अब ब्रान्डहरूको पर्सपेक्टिभबाट पनि हेरौँ न त, ब्रान्डहरूले इएमआईलाई किन यति धेरै प्रमोट गर्छ त? एन्सर एकदमै सिम्पल छ। सेल्स क्यासमा मात्र भयो भने धेरै मान्छेहरूले बजेट फोनहरू मात्र लिन्थे, तर इएमआईले प्रिमियम फोनहरू पनि एकदमै अफोर्डेबल जस्तो देखाइदिन्छ। प्रिमियम फोनहरूमा प्रफिट मार्जिन पनि अलिकति धेरै नै हुन्छ होला बजेटमा भन्दा, मेबी। त्यसैले ब्रान्डले इएमआईलाई इजी, इन्स्ट्यान्ट, 0% जस्तो वर्डहरूले ग्लोरिफाई गरिदिन्छन्। बिजनेसको हिसाबले चाहिँ यो एकदमै स्मार्ट स्ट्र्याटेजी हो, तर तपाईँको लागि चाहिँ स्मार्ट डिसिजन हो कि होइन त्यो तपाईँको डिसिजनकै कुरा हो। अन्तिममा भन्नु पर्दाखेरि चाहिँ म इएमआईकै अगेन्स्टमा चाहिँ होइन, तर महँगो सामान किन्ने बेलामा वा क्यास फ्लो म्यानेज गर्नको लागि चाहिँ इएमआई एकदमै युजफुल टुल बन्न सक्छ। तर फोन जस्तो छिट्टो भ्यालु घट्ने कुरामा वा भनौँ सो अफको लागि वा एडभर्टिजमेन्टको इन्फ्लुएन्समा इएमआईमा फोन किन्नु अगाडि चाहिँ एकचोटि होइन 10 चोटि सोच्नुपर्ने हुन्छ, किनभने इएमआईले फोन किन्न सजिलो चाहिँ बनाउँछ, तर गलत डिसिजनलाई कहिले पनि सही बनाउँदैन। स्मार्टफोन स्मार्ट हुनसक्छ, तर सबैभन्दा स्मार्ट चाहिँ बायर नै हुनुपर्छ। अनि एकदमै मलाई चित्त नबुझेको कुरा भनेको चाहिँ इएमआईको कारण ओभरअल फोनकै प्राइस बढेको छ। सो क्यासमा किन्ने कन्ज्युमरले पनि धेरै पैसा तिर्नु परिरहेको छ। सो तपाईँ चाहिँ फोन क्यासमा किन्ने सोचमा हुनुहुन्छ कि इएमआईमा? त कमेन्ट गर्न नबिर्सिनुहोस् है त।